आमाको अपरेसन भइसकेपछि अपरेसन सक्सेस भइसकेपछि फोनमा बोल्नु पर्यो भनेर भनेको बहिनीले फ्यात्तै फोन लगाइदिनु भयो। फोनमा बोल्न सुरु गरेको हाम्रो आमाको अपरेसन गरेको र नगरेकोमा केही फरक देखिएन। आमा टक्रै जस्तो लाग्यो। आमाको दुखाइ पीडा भए पनि हात मसार्दै भए पनि अब छोरीको लागि अब म टक्रै छु, मलाई केही भएको छैन भनिराख्नु भएको छ र अनुहारले देखाइरहेको छ आमाको दुखाइ कति छ भन्ने कुरा त। त्यो कुरा त छोराले आमाको मुख हेरै पत्ता लगाइहाल्छ नि। अनि बिस्तारै बोल्नु अब गाह्रो हुन्छ भनेको मैले। आमाले भन्दै हुनुहुन्छ मलाई त नर्सहरूले कति माया गर्नुहुन्छ मलाई भन्दै फुर्ती लगाउनु हुनुहुन्छ। नर्सहरूले त माया गर्नै पर्यो पेसेन्टलाई। त्यसपछि यस्तै भन्दै अब बहिनीहरूलाई पनि जोइन गर्नु पर्यो। अपरेसन पछिको पहिलो कल हो। त्यसपछि बहिनीलाई जोइन गरे, दुईटा बहिनीलाई, त्यसपछि घर बाबालाई, त्यसपछि घर बुढीलाई पनि। ग्रुपमा जोइन गरेको कान्छी टुप्लुक्क आयो। अझै आमाले यतातिर फोनतिर आँखा लगाउनु भएको छैन। मैले ल बहिनी आयो भनेको, टुप्लुक्क हेरेपछि आमाले खुसी हुँदै कुराकानी हुन सुरु भयो। त्यसपछि अब अर्कोलाई पनि अर्को बहिनी पनि घर बाबालाई जोइन गरेको, अझै जोइन भएनन्। हामी कुरा गर्दै गऱ्यौँ। अब सबैलाई जोइन गरेको छ। अब जोइनमा आएनन्, नआएपछि अब भिडियो रेकर्ड गरेर भए पनि अब पठाइदिनु पर्यो घर भनेर भिडियो रेकर्ड गरिरहेको थिएँ मैले। अब कोही आउलान् जस्तो छटपट भएन। अब सबै काममा बिजी। घरतिर खेतमा रोपाइ, धान रोपाइ छ। फेरि अर्को जोइन भइहाल्यो। त्यसपछि कुरा गर्दैछौँ हामी। घरतिर बाबा र घरका अझै जोइन भएनन्। त्यसपछि कुरा गर्दै गऱ्यौँ। त्यति कुरा गर्दै गर्दाखेरि डाक्टरले अब गाली गर्न लागिसक्यो आमालाई। अब फेरि अब आइसियुमा राख्ने भन्ने कुरा भयो। अनि डाक्टरले फेरि अब धेरै फोनमा बोल्न पनि दिनु भएन। गरे हामी यहीँबाट अब छुट्टिन लाग्यौँ। त्यसपछि बहिनीले भन्यो अब डाक्टरले बोल्न दिनु भएन भनेर अब त्यहाँनिर अब मैले भने फोनमा बोल्न धेरै दिनु हुँदैन, फोन टाढै राखिदिनु, जतिसक्दो फोनमा टाढै राखिदिनु भने मैले। अनि एकजनाको नेट घुम्दैछ। अनि यतिकैमा अब छामाहरू जानुभएको, ठुली आमा जानुभएको। बहिनीले केही समस्या छैन, ठिकै हुनुहुन्छ, नर्मल हुनुहुन्छ, आत्तिनु पर्दैन भनेर भन्दै हुनुहुन्छ बहिनीले। त्यसपछि अब छामासँग बोल्नु पर्यो। राइली छामा आउनुभयो। राइली छामासँग कुरा गर्दै अब आमालाई कस्तो छ, के छ, आमा ठिकै हुनुहुन्छ। अब आइसियुमा राख्ने रे 2 दिन है।
त्यसपछि अब आइसियुमा राखेपछि बोल्न पनि दिँदैन। डक्टरले अब डक्टरको अधीनमा बसेपछि छामाहरूसँग कुरा गर्दै अब सबैजना कोही जङ्गलतिर घाँस काट्न, कुनै कोही स्कुलमा, कोही म चाहिँ रुममा। अनि छामा चाहिँ आमालाई हेर्न गएको। आमाको अपरेसन सकेपछि खुसी भएर छामाले हामीसँग कुरा गर्दै हुनुहुन्छ। अब साइली ठुल्यामा पनि त्यही हुनुहुन्छ। अब साइली ठुल्यामासँग पनि बोल्नु पर्यो। अनि मैले चाहिँ फोनमा बोल्न नदिनु धेरै, आमालाई गाह्रो हुन्छ भनेको। राइनी छामाले भन्दै हुनुहुन्छ मोबाइलले म भित्र भिडियो हेर्छु भित्र गएर भन्दै हुनुहुन्छ। आमाले त्यस्तो भन्दै हुनुहुन्थ्यो रे पहिले। अनि मैले चाहिँ मोबाइल लुकाइदिनु, बोल्न हुन्न, धेरै गाह्रो हुन्छ भनेर भने। अब घरतिर बाबा नि जोइन भएनन् र घरको मान्छेहरू जोइन कोही भएनन्। छामासँग कुरा गरियो। अब ठुल्यामासँग कुरा गरौँ भनेको। ठुल्यामा कता हुनुहुन्छ? ठुल्यामा आउँदै हुनुहुन्छ अरे। अनि छामा पनि हस्पिटल गएको चेकअपको लागि। आमाको इमर्जेन्सी अपरेसन गर्ने परेको हुनाले अब इमर्जेन्सी अपरेसन गर्न पर्यो। त्यही भएर घरबाट कोही पनि जान पाएनन्। अब यतिकैमा ठुल्यामा आउनुभयो। साइली ठुल्यामा खुसीले बहिनीको अपरेसन भइसकेपछि खुसीले गदगद हुनुहुन्छ। ल राम्रो भयो, धेरै राम्रो भइरहेछ।